हामी बिहानै उठ्यो होइन बिहानै उठेर चाहिँ प्लान गर्यो चटाइधुरा जानुपर्छ भनेर चटाइधुरा जानुपर्छ भने यसरी गाडी टक्क हामीले राख्यो सुकीतिर जाने गयो यहाँ चाहिँ रेस्टुरेन्ट थियो सुकेको त्यहाँ होइन तर खाएन हामीले अब चाहिँ चटाइधुराको त्यो उकालो जङ्गल पाइन फरेस्ट यहाँ फ्ल्याग्सहरू पनि यस्तो हुँदैछ होइन होइन हौ यो पाइन फरेस्ट हो चटाइधुराको टाइगर हुँदैन यहाँ नै बेबीहरू खेल्ने पनि छ हो नानी खेल्छ त यो पुरा पाइन फरेस्ट छ अब चाहिँ सानो बाटो चाहिँ यस्तो न्यारो रोड होइन दाजीको लागि त्यो गाईको हिँड्दै हामी गयो टक्कै नितेश काका हिँड्दैछ अगाडि म पछाडि होइन हिँड्दै चाहिँ गयो हामी अर्को साथी टक्कै जाँदा त एरो अब कुन चाहिँ बाटो जाने कन्फ्युज भयो हामी तर एरो रहेछ त्यहाँनिर टक्कै गयो हामी टक्कै त्यहाँबाट यस्तो हुँदो आयो तिमीले झगडा गरेलाई मैले कहाँ झगडा गर्यो यसरी आयो होइन लेक जाने बाटोको पनि एरो रहेछ हामी अन्त यस्तो लेकतिर गयो होइन लेक चाहिँ कुन चाहिँ बाटो यसरी जाँदै थियो हो धेरै कहाँबाट जानु लेक भन्दै थियो परन्तु लेक एरो भेट्यो अर्को एरो बिस्तारो स्टेप हिँड्दै गयो सिस्नु थियो कि त्यहाँनिर लेपर्डको साउन्ड आउँदै थियो लेपर्ड कराइरहेको थियो बिस्तारै हिँड्दै होइन भन्दा अलिक स्पिड हिँड्ने फेरि होइन लेपर्डको त्यहाँनिर सेन्टहरू आइरहेको थियो लेपर्डको गन्धहरू होइन अरू कोही थिएन मान्छे थिएन त्यहाँनिर हो गएर भन्दा त्यहाँ माथि पुग्दा त त्यहाँनिर त ब्रिटिसहरूको टाइममा त्यहाँ सनराइज हेर्ने जग्गा पो रहेछ त्यहाँनिर हो तर बाहिर चाहिँ सबै थियो यहाँनिर रोड रेन्डम पनि पुरा झरिरहेको थिएछ बाटोतिर होइन यो गुराँस रोड रेन्डम हो टक्कै त्यहाँबाट झरेपछि चाहिँ टक्कै एउटा सिँढी भेट्यो सिँढीमा त भएर अन्त पुरानो त्यहाँनिर सनराइज हेर्ने ब्रिटिसहरूको टाइममा सनराइज हेर्ने जग्गा पो रहेछ यो त हो हामी टक्कै त्यहाँ पुग्यो त्यहाँ पुगेर यस्तो हेरौँ भनेको त केही देखेन सब उयो पो रहेछ फग लागिरहेको थियो वेदर क्लिन नभएर केही पनि देखेन त्यहाँनिर बिस्तारो हामी झऱ्यो त्यो फगहरू लागेकोले गर्दा केही पनि क्लिन देखेन अनि हामी बिस्तारो त्यहाँबाट हिँड्दै झऱ्यो बिस्तारो स्टेप लिँदै फेरि जाँदा बाटोमा एउटा ठुलो रक रहेछ यो रकलाई चाहिँ जर्मन रक भन्दा रहेछ त्यहाँ गाउँको मान्छेले यहाँ चाहिँ पहिला एउटा जर्मनको मान्छे चढ्दाखेरि चिप्लेर लडेर चाहिँ मरेको रहेछ र यसलाई चाहिँ नाम जर्मन रक भन्दा रहेछ यसलाई हेरेर मजाले त्यहाँ हामी बस्यौँ अनि फर्क्यौँ